म भोटाङ्गे हो दाजै। म भोटाङ्गे राष्ट्रिय सुरक्षाको नाममा गरिबीको भार सरकारी राइफल बोकेका आफै असुरक्षित तर देशका रक्षक मेरा बाबा हो दाजै। म भोटाङ्गे लैङ्गिक असमानताका कारण पढ्न नपाई गोठमा हुर्किएर दुधे बालक मेरो दाई हुर्काउँदै पहिचानको झिनो प्रमाण भुटानी नागरिकता सिरानीमा च्याप्प च्यापेर भविष्यको त्राससँगै निदाउन खोजेकी मेरी गर्भवती आमा हो दाजै। म भोटाङ्गे वर्षौं वर्ष अघि अवसरको खोजीमा पारिवारिक इतिहास भाषा धर्म र संस्कृति दौराको गोजी र गुन्युको पोल्टामा गुटमुट्याएर नयाँ भूमिलाई आफ्नै बनाउन सरकारद्वारा लगाइएको कुल्ली र झारलाङ्गी गर्दै पहाड फोरेर सडक बनाई बाँझो खेतमा सुन्तला र अलैँची फलाई अर्को आप्रवासी तर सत्ता कब्जा गरेको समाजबाट समानता र अपनत्वको भावनाको आशा र अपेक्षा गर्दै पूर्व निर्धारित असमानता दुर्भाग्य र अत्याचारलाई प्रतीक्षारत मेरो समाज हो दाजै। म भोटाङ्गे नेपाली भाषा बोलेको भरमा आप्रवासी इतिहासलाई राजनैतिक प्रोपागान्डाले मेटाई रातारात बनेको नयाँ कानुनको भरमा सिरानीमा गुम्स्याएको नागरिकता लुटिँदा गाउँलेहरू राइफलले भुटिँदा सोझा सादा कुटिँदा मारिँदा बलात्कृत चेलीहरूको आवाजलाई वास्तै नगरी गाईको छालाको धोक्रोमा चिच्याइरहेको सुङ्कोसमा बगेको मासुरलाई भुलेर जातीय सफायाको शिकार बनेको मेरो समाजलाई सामाजिक सञ्जालमा बिगुल फुकाउँदै नेपालीको नाममा दाग लगाउने खुलङ्गारी समाज भनेछौ हो दाजै। म भोटाङ्गे गर्भमै रहँदा जनावर जसरी ट्रकमा खदाएर सिमाना पारी निकालिएको जन्मन नपाई आतङ्ककारीको भिल्ला ओढाइएको सिरु र बाँसको आश्रय लिई भोग तिर्खा र अनिश्चित भविष्यले हुर्काएको नेपाली भूमिमै जन्मिएर पनि नेपाली कहिले बन्न नसकेको हो दाजै। म भोटाङ्गे सायद त्यो बुच्चे कट्टु अनि सिङ्गाने अनुहारको प्रतिमा सायद त्यो बुच्चे कट्टु अनि सिङ्गाने अनुहारको प्रतिमा म भोटाङ्गेले आज बोल्दा यहाँ विद्वत महाशयलाई खासै असर नपर्ला। जसरी हिजो दाउराको न्युमा कुटिँदा घर जलाउँदा चेलीहरूको बलात्कार गर्दा मैले उठाएको आवाजले खासै असर गरेन, तर पनि समयले दिएको आवाजलाई सङ्घर्षले सिकाएका पाठहरूलाई मनभित्र गुम्स्याएर राख्नै सकिन। माफ गरिदिनुहोस् है दाजै। यहाँ विद्वत व्यक्तिहरूको अगाडि मेरो झिनो आवाज खासै ठुलो कुरो होइन। आखिरी तपाईँको नजरमा म त केवल एक भुटाङ्गे। लाग्थ्यो कहिलेकाहीँ शिविरमा विदेशी डलर निर्यात हुँदा एनजिओहरूको व्याख्यामा दुःख पाएका नेपाली मूलका भुटानी भन्दा हामीलाई पनि मानव नै गन्दा लाग्थ्यो। हाम्रो नेपालीपन नजिक बनेथ्यो। अमेरिका अस्ट्रेलियाबाट डलर पठाएर हाम्रा अग्रज बनाउँदाहरूले रेड कार्पेट बिछ्याउँदा कसैले नेपाली भाषा र संस्कृतिको इतिहास बोकेका डायस्पोराका दाजुभाइ भनेथ्यो। तर आज अमेरिकी जातीय राजनीतिलाई मेरिकेट फ्रडको ब्ल्याङ्केटले छप्प छोपेर व्यक्तिगत कार्यलाई सामूहिकरणको काँटी घोपेर म भोटाङ्गेको समाजलाई आक्रमण भइराखेको अवसरमा छेपाराको असली रूप देखाउँदै पुनश्च इतिहास दोहोऱ्याउँदै हामी बीचको दूरीको पुरानो घाउलाई बल्झाउनु भएछ। नेपालीको नाममा दागी लगाउने संज्ञा दिनुभएछ। लाग्छ पुनर्स्थापना पश्चातको नक्कली हाम्रो सम्बन्ध हिजो जस्तै आज फेरि सङ्कीर्ण र झिनो भएछ। हो दाजै, तपाईँ नेपाली, म त केवल रिफे अनि भोटाङ्गे। खासै मलाई तपाईँसँग कुनै रिस छैन दाजै, किनकि बच्चैबाट देखेको छु, भोगेको छु। मेरो पहिचान फाइदा हुँदा नेपालीको अस्तित्वसँग जोडिन्छ। कुनै असुविधा हुँदा भोटाङ्गे र रिफेको ध्वजा ओढाएर इतिहासलाई टुक्रा टुक्रामा तोडिन्छ। ल भइगयो दाजै, तपाईँ नै सही। म मेरो बाबु बराजुको इतिहास भुलौँला, आफै जन्मिएको भूमिमा पनि पर्यटकै बनेर डुलौँला। हो दाजै, म त भोटाङ्गे। गल्ती त मेरै नै हो दाजै। मैले अघि नै बुझ्नु पर्थ्यो तपाईँ र म बीच धरती र आकाशको फरक छ। तपाईँ
आफ्नो देशको पैतृक सम्पत्तिको भूमिमा हुर्केको मान्छे, जन्मदै नागरिकताद्वारा मानवताको पगरी सुर्केको मान्छे, यहाँको अमेरिका प्रवेशमा आफ्नै देशको नागरिकता अनि भिजाको प्रयोग, मेरो विडम्बना, स्वागत पनि आइयुएमको नम्बर, शरणार्थी रूपको सहयोग। हो दाजै, म फरक थिएँ, फरक छु, फरकै रहन्छु। हो दाजै, म भोटाङ्गे। दाजै, मलाई नेपाल देशसँग कुनै गुनासो छैन। मेरो रिस त्यो निष्कलङ्क भूमिसँग होइन। आफ्नो जङ्गल फोडेर, जमिन बाँडेर, खोलाका किनाराहरूमा बास दिइन् उनले। सुख दुःख जे जस्तो भए नि, जीवनदानको अमूल्य गुण लगाइन्। भोटाङ्गे नेपालीको फरकै नसोधी, चित्तामा जलेका भोटाने नेपालीको फरकै नसोधी, चित्तामा जलेका मेरा बाबाको लासलाई आफ्नै पवित्र पानीमा बगाइन्। मलाई आफै धन्यवाद भन्ने मन थियो, तर मैले सिधै बोलेको, तपाईँ नेपाली पहिचानको निर्णायकलाई मन नपर्ला। त्यसैले दाजै, तपाईँले नै सुनाइदिनुहोस् है। साधुवाद नेपाली भूमिलाई। म उनकै भूमि शिविरभित्र जन्मिएको, शिविरे, रिफे अनि भोटाङ्गे। बौद्धिक व्यक्तित्व यहाँलाई पक्कै थाहा होला। राष्ट्रियता त राजनैतिक र कानुनी पहिचान हो। व्यक्तिगत कार्यलाई समूहीकरण गर्नु फासीवाद या बुद्धिहीनताको सङ्केत हो। त्यसैले त म सबै नेपालीलाई दोष नै चाहन्न, सक्दिनँ पनि। किनकि प्रत्येक भोटाङ्गेलाई घृणा गर्ने नेपाली बराबर इतिहास र वंशावलीको सम्मान गर्ने नेपालीहरू छन्। जस्तै शिविरबाट बाहिर निस्कँदा बेहोस हुन्जेल कुट्ने गाउँका फटाहरूको विपक्षमा यी पनि मान्छे नै हुन्, मान्छे जस्तै बाँच्नुपर्छ भन्ने सफा दिलका गाउँलेहरू थिए। त्यसै गरी शरणार्थी भन्ने थाहा पाउन साथ काम गरेको पैसै नदिई ढाड भाँच्ने गरी हानेर जङ्गलमा छाड्ने नेपाली ठेकादारहरूको राष्ट्रियताको पहिचानमा क्षमताको कदर र अमानवीयकरणको बदर गर्ने सम्मानजनक रोजदाताहरू थिए। माफ गर्नुहोस् है दाजै, माफ गर्नुहोस् है दाजै। तपाईँ जसरी नै मैले समस्त नेपालीहरूलाई समूहीकरण गर्नै सकिनँ। आखिर तपाईँभन्दा फरक म त भोटाङ्गे। व्यक्ति हो, राष्ट्रियताको प्रतीक होइन। जसरी कुपोषणको शिकार भएको लिटो अनि हिँड्नै नसक्ने वृद्ध बाबा आमाको पिठोसँग गोबरका ढिक्का साट्ने नेपालीका विपरीतमा मेरी गर्भवती आमाले दाउरा खोज्न नसक्दा आफू सुकुम्बासी भए नि आफ्नै सङ्घर्षलाई अलिक पर सारेर पैसै नमागी दाउरा चिरा पारेर माइली छिट्टै राम्रो होस् है भन्ने निस्वार्थका प्रतीक छाडे लिम्बुनी दिदी मेरो आफ्ना आँखा अघि आफ्नो नेपालीपन बिछ्याएर सधैँ मन मस्तिष्कमा उभिरहन्छन्। उनलाई हेला गर्न कहिल्यै नसक्ने तपाईँको नेपाली भन्दा धेरै फरक म त भोटाङ्गे। भयो दाजै भयो, तपाईँ नेपाली म भोटाङ्गे। यहाँको कुरा मैले स्वीकारेँ। तपाईँसँग मेरो केवल एक अनुरोध, मेरो पहिचान अब उसो मलाई नै निर्धारण गर्न दिनुहोस्। मेरो पहिचान अब उसो मलाई नै निर्धारण गर्न दिनुहोस्। मैले शिविर छाडिसकेँ त म प्रतिको घृणा फिर्ता लिनुहोस्। सफलतामा नेपाली मुलका र चुनौतीहरूमा भोटाङ्गे भन्न छाड्नुहोस्। मेरो इतिहासलाई आफ्नो निहित स्वार्थ अनुसार बदल्ने बिगार्ने अधिकार छ भन्ने सोच अधिनायकवादी मानसिकताको जरैबाट फाड्नुहोस्। भयो त दाजै, अब भयो, म भोटाङ्गे। जे हुन्छ जस्तो हुन्छ, म मेरो पहिचान आफै बनाउँला। फुले आफै फुलौँला, कुहिए म स्वयं गनाउँला। जसरी म माथि, मेरो परिवार र समाजमाथि जातीयताको अन्याय र अत्याचार हुँदै गर्दा चुप रहनुभयो, रहँदै हुनुहुन्छ, त्यसै गरी मेरो पहिचानको ठेकेदारी गर्न छोड्नुहोस्। मेरो कथा म भनौँला, तपाईँ आफ्नो बाँड्नुहोस्। भयो दाजै, अब भयो। हिजो आज जस्तै आज भोलिको फरक म मेरै आँखाले देखाउँला। छाडिदिनुहोस् न कलम एकपल्टलाई, मेरो कथा त म आफै लेखौँला। आखिरी के फरक पर्छ र दाजै? स्वाभिमानको पगरी लगाएर नागरिकताले सिँगारिएको तपाईँको नजरमा कुलङ्गारिताको खाल्डोमा जन्मिएको म त भोटाङ्गे। हो दाजै, म भोटाङ्गे।